सम्पूर्ण जम्मै दर्शकलाई स्वागत गर्दछु र जति पनि बेंगलोरबाट यस भिडियोलाई हेर्नु हुँदैछ बामको विभिन्न प्रान्तबाट हेर्नु हुँदैछ यस भिडियोलाई तपाईहरुले शेयर गर्नुपर्ने हुन्छ किन भन्दाखेरि मैले 1 महिना अगाडि जना बहिराज्यमा कर्म संस्थापनको लागि गएका युवक करण भुजेल हराएको भनेर मैले एउटा भिडियो प्रस्तुत गरेको थिएँ र आज उहाँले आफ्नो श्रीमतीलाई उहाँले जुगाजुग गर्नुभएको थियो र उहाँले फोन गर्नुभएको थियो। त्यही कारणले भनेको यस भिडियोलाई शेयर गरिदिनु होला र बहुत दिन पछाडि उहाँको श्रीमतीलाई करण भुजेलले फोन गर्नुभएको थियो र उहाँको श्रीमती हुनुहुन्छ र तपाईहरुलाई मैले यस भिडियो मार्फत देखाएको थिएँ उहाँहरुको अवस्था वा उहाँहरु कसरी बसिराख्नु भएको छ। यत्रो दिन जब एउटा श्रीमान हराउँदाखेरि एउटा घरमा कस्तो खालको अशान्ति हुन्छ वा कस्तो खालको पीडा हुन्छ त्यो भनेर तपाईहरुलाई मैले भिडियो प्रस्तुत गरेको थिएँ र यति बेला मसँग उहाँको श्रीमती हुनुहुन्छ र उहाँसँग म जान्ने प्रयास गर्छु र उहाँको सामुमा जाने र भाउजू हजुर तपाईलाई फोन गरेको गर्नुभयो अचानक फोन गर्नुभयो अनि भन्नुभयो त्यो किन भिडियोहरु बनाकी यसरी म त हराएको छुइनँ त म छु मेरो मोबाइलहरु खराब भएको थियो बिग्रेको थियो यस्तो भन्नुभयो। कसैको मोबाइलबाट पनि त फोन त गर्न सक्नुहुन्थ्यो नि त उहाँले गर्नु भएन तर मोबाइल खराब भएको थियो अरे उ पनि त्यस्तै मुसिबतमै थिए भनेर भन्नुहुँदै थियो। अब आउने महिनादेखि तँलाई पैसाहरु हाल्दिन्छु त माने अब होटलमा आगो लाग्यो अरे उहाँ बसेको होटलमा आगो लाग्यो अरे अनि मोबाइल पनि खराब भयो मैले फोनै गर्न पाइनँ मेरो त्यस्तो केही छैन भनेर भन्नुभयो। अब त्यति आज फोन गर्दा पनि मलाई कति खुसी लाग्यो। अब छोरी पनि थुप्रै रमाइन् अनि छोरीलाई छोरीसँग थुप्रै बेर बोल्नु भयो अब उहाँ अनि मसँग पनि बोल्नु भयो दिदीसँग पनि बोल्नु भयो। उसले भन्नुहुँदै थियो यो भिडियोहरु किन उ गरे कि यो भिडियोहरु उठाइदे भाइहरुलाई भन्न लाएर यस्तो पुलिसमा पनि उदेखि 600 इन्टीहरु त पनि उ गर्न लगा। अब झन् साह्रो यस्तो भयो भने तेरो बुढो चाहिन्छ भने तैले यो सबै डिलिट गर भनिराख्नु भएको थियो मलाई मेलिङ टाइपको गरिराख्नु भएको त्यसो भन्नुभयो। अब अनि अर्को महिनादेखि म पैसाहरु हाल्दिन्छु भनेर भन्नुभएको छ। अब अहिले त छैन मसँग भनेर भन्नुभयो। कुन चाहिँ नम्बरमा कल गर्नुभएको थियो? त्यही पहिलेकै जुन चलाउनुहुन्छ उहाँले त्यही नम्बरमा साथीलाई पैसा हाल्न लगाएर मैले अहिले फोन गरेको भन्नुहुन्थ्यो। अहिले फेरि मोबाइल स्विच अफ छ अनि के चाहिँ गर्नु। अब म छोरीले फोन लगाउन खोज्दा पनि मोबाइल स्विच अफ भन्छ। अब तपाईहरुले घरको अवस्था पाती देखिहाल्नु भएको छ कस्तो भएको छ घरद्वार सबै भाँचिएर टुटिएर गएको छ। एउटा मान्छे जुन कमाउने मान्छे बाहिर जानु भएको उहाँले नै दिनुहुन्थ्यो खाइरहेको थियौँ बसिरहेको थियौँ। अब उहाँ नै गायब भएपछि त घरमा के गरेर खानु के गरेर चल्नु। नानीले आजले भोलिले भन्छे दिनै रुन्छे नानीलाई पनि सम्हाल्न साह्रो परिसकेको छ। मैले अहिले कस्तो भइरहेछ घरद्वार सबै भाँचिसक्यो आएर बनाउनुहुन्छ भनेर आश गर्दा गर्दै आउनु पनि भएन उ पनि अब त्यस्तै भइरहेछ भनेर चाहिँ भन्नुहुँदै थियो। र अहिले के चाहनुहुन्छ? उहाँ आउनै पर्छ। बरु पैसा पाती पनि मलाई चाहिँदैन पैसा पातीहरु पनि बरु नलि त्यसै मान्छे नि मात्रै आए पनि मलाई पुग्छ तर उहाँ चाहिँ आउनै पर्यो जसरी पनि आउनै पर्छ। उलाई उहाँको श्रीमतीले अपिल गर्नुभएको छ कि उहाँ आउनु पर्छ र उहाँलाई कुनै माने उहाँले जुन चाहिँ आशा दिनुभएको छ अर्को महिनादेखिबाट म पैसा पठाउँछु बा भनेर उहाँले आशा दिनुभयो त्यो आशा नदिएर उहाँ आफै आउनु भनेर उहाँले अपिल गर्नुहुन्छ र यति बेला मसँग हुनुहुन्छ करण भुजेलको भाउजू उहाँलाई माइक दिनुहोस् त। हजुर के भन्न चाहनुहुन्छ? कसरी आज फोनहरु कसरी आयो? आज बिहान उठ्दाखेरि छोरीले भनी पापाले फोन गर्नु भएको छ भनेर उ पनि खुसी भई हामीहरु पनि अब सुनेर खुसी नै लाग्यो फोन गर्नुभयो भाइले भनेर। र के भन्न चाहनुहुन्छ जदि उहाँले यस भिडियो फेरि हेरे भने उहाँलाई कसरी अपिल गर्नुहुन्छ? हामीहरु त यही भन्न चाहन्छौँ कि घरमा आउनु बरु कमाउनु पर्दैन बरु यही हाजिरा गरेर भए पनि खुवाउनुहोस् छोरीलाई र बुढीलाई। हामीहरु यति नै चाहन्छौँ घर आएर बसिदे हुन्छ। घर जुन चाहिँ हामीले भिडियो प्रस्तुत गरेको थियौँ त्यो भिडियो देखेर धेरैले उहाँलाई धेरै कुराहरु पनि भने होला सायद र साथै उहाँलाई धेरै लाज पनि भयो होला त्यही कारणले भिडियोहरु पनि डिलिट गर्नु भनेर उहाँको श्रीमतीलाई हेरेसमेन्ट दिएको भन्नु हुँदै थियो। के अरे भिडियोहरु डिलिट गर्नु केस देखाछौ भने पनि त्यो पनि उ त क्यान्सल गराइदिनु भन्नु हुँदै थियो। हजुर र अहिले हामीहरु चाहिँ अहिले डिलिट गर्न उ त गर्न चाहन्नौं कि हामीहरु
केस उतो गर्न चाहन्न। भाइ आएपछि आफै केस उतो उठ्छ। उठ्नु। उहाँ आएपछि केस उठ्छ उहाँको, हजुर नभए त उहाँ जबसम्म आउँदैनन् त्यो केस त कहिल्यै उठ्दैन। भाइ आउनै पर्छ अनि मात्रै केस उठ्छ भनेर भन्नुभएको छ उहाँ सारहरूले पनि, त्यही कारणले भाइ आइदिए हुन्छ। उहाँको श्रीमती र यहाँ हुनुहुन्छ भुजेलको भाउजू र उहाँ करण भुजेलको श्रीमती र के भन्न चाहनुहुन्छ अन्तमा? छोरीले भन्छ मलाई पापा चाहिन्छमा, पापालाई निकालिदिनु, जसरी पनि पापा ल्याउनु पर्छ भन्छन् छोरीले। दिनै मलाई अशान्ति गर्छिन्। अब सबैको पापाहरूले भिडियो कल गरेर बोल्छन्, सबैको पापाले छोरीहरूले पापा भन्छन्। म चाहिँ कसलाई पापा भन्नु? मेरो पनि त मन लाग्छ पापासँग हिँड्न, पापासँग डुल्न। मलाई पापा जसरी पनि निकालिदिनु पर्छ, म पापा चाहिन्छै मलाई, तपाईँलाई त के छ र भनेर यस्तो भन्छन् छोरीले। श्रीमतीको मुखबाट सुनिहाल्नु भयो। र करण भुजेल तिमी जहाँ पनि छेउ चाँडैभन्दा चाँडै घर आऊ। र श्रीमती धेरै टेन्सनमा हुनुहुन्छ र आज तिमीले कल गरे तापनि घर आऊ, जेहेतु घर परिवारले घाइगाउँ थानामा केस रेजिस्टर गरेको छ र जबसम्म तिमी आउँदैनौ तबसम्म केस उठ्ने छैन। र यस भिडियोलाई तपाईँहरूले जति पनि बेङ्गलोरमा हुनुहुन्छ वा असमको विभिन्न प्रान्तबाट हेरिराख्नु भएको छ, यस भिडियोलाई सेयर गरिदिनु होला। र करण भुजेलको फोटो हामीहरू फेरि स्क्रिनमा दिनेछौँ, तपाईँहरूले हेरेर वा उहाँहरूको परिवारको सम्पर्क नम्बर दिनेछौँ, तपाईँहरूले सम्पर्क गर्नु सक्नुहुनेछ। बेङ्गलोरमा केही असुविधामा परिरहे नै जति पनि बेङ्गलोरमा बसोबास गर्ने जम्मै गोर्खाली दाजुभाइ वा विभिन्न जनगोष्ठीबाट हेरिराख्नु भएको जनमानसहरूले उहाँलाई घर आउने टिकट होस् वा टिकटको व्यवस्था होस् वा विभिन्न सहाय सहयोग गरेर उहाँलाई घर पठाइदिनु होला। जति सक्नुहुन्छ यस भिडियोलाई सेयर गरिदिनुहुन्छ भन्दै मैले यस भिडियो यहीँ समाप्ति गरेँ। धन्यवाद।